रवि लामिछानेलाई चाहिँ निकालेको हाम्रो जेनजी प्रोटेस्टरहरूले चाहिँ होइन। वी डोन्ट निड रवि लामिछाने। रवि लामिछानेलाई जेनजीले छुटाएको होइन, रवि लामिछाने एकजना कन्भिक्ट हो। रवि लामिछाने जेलबाट किन निस्किरहेछ कि हामीले यो प्रोटेस्ट त रवि लामिछानेको लागि त गरेको होइन नि त। हामीलाई रवि लामिछाने एज अ लिडर चाहिएकै छैन। रवि लामिछानेलाई जेएनजीले छुटाएको छैन। रवि लामिछानेलाई जसरी हुन्छ यसलाई जेलभित्र पठाऊ। रवि लामिछानेलाई जेलबाट निकाल्नको लागि कुनै पनि नेपाली जनताको छोराले गोली खाएर मरेको होइन। रवि लामिछाने हामीलाई चाहिएको छैन। रवि लामिछानेलाई जेएनजीले निकालेको होइन। रवि लामिछाने। नमस्कार साथीहरू, जहाँ जहाँ अन्याय अत्याचार हुन्छ, जहाँ जहाँ देश र जनताको विरुद्ध आवाज उठ्छ भने त्यसको विरुद्धमा तपाईँ हामी सबै मिलेर आवाज उठाउनु पर्छ। त्यही भएर यो भिडियोलाई सक्दो भन्दा सक्दो शेयर गर्नु होला है। रवि लामिछानेको रिस गर्ने भनेकै भ्रष्ट दलालहरूको छोरछोरीहरूले हुन्, किनभने 35-30 वर्षदेखि यिनीहरूले देश लुटेर खान पाइरहेका थिए। अहिले नपाउने भएको कारणले यिनीहरूले विरोध गर्न थालेका हुन्। तपाईँ हामी जस्तो देशभक्त देशलाई माया गर्ने मान्छेले रवि लामिछानेको कहिले विरोध गर्दैन, रवि लामिछानेलाई सधैँ सपोर्ट गर्छ। नेपालमा जेनजीको उदय हुनुभन्दा अगाडि नै एमाले काङ्ग्रेस माओवादीलाई खुल्ला रूपमा मैदानबाट चुनौती दिने को हुन् त? त्यो महान व्यक्ति रवि लामिछाने नै हुन्। आम नेपालका कुना कुना नेपालका गाउँ गाउँमा भ्रष्टाचारी नेताहरूलाई चिनाउने को हुन् त? रवि लामिछाने नै हुन्। भ्रष्टाचारले पुरै मुसिएको नेताहरूलाई बाहिर उथुल पुथुल हुने गरी ल्याउने को हुन् त? रवि लामिछाने नै हुन्। गाउँ गाउँका जनतालाई यो भ्रष्ट, यो दलाल, यो घुसखोरी हो भनेर चिनाउने को हुन् त? रवि लामिछाने नै हुन्। रवि लामिछाने राजनीतिमा आउनुभन्दा अगाडि को भ्रष्ट हो, को घुसखोरी हो, को बदमास हो भनेर हामी नेपाली जनताले छुटाउन सकेका थिएनौँ। रवि लामिछाने राजनीतिमा आइसकेपछि यो भ्रष्ट हो, यो दलाल हो, यो घुसखोरी हो भनेर यिनीहरूको विरुद्धमा अब उभिनुपर्छ भनेर आँखा खोलिदिने व्यक्ति को हुन् त? रवि लामिछाने नै हुन्। त्यसै कारणले 2-4 जना अन्धभक्त पार्टीका झोलेहरूले नेपाली जनतामाझ भ्रमको खेती नगरून्। अब त्यो खेती फल्नेवाला छैन। अब हामी नेपाली जनतालाई प्रष्ट रूपमा थाहा भइसक्यो कि रवि लामिछाने के हुन् भन्ने कुरा।